आन्टी यो भिडियो हेरिरहनु भएको छ अनि के पाकेछ थाहा छैन है, सब खाली पेट आसम के खुवाउने हो। के छ गलु विदेशमा त लाइन बस्नुपर्छ आन्टी ती खानलाई त। के छ ठीक छ राइडर अब म चाहिँ यो अब मेरो पुरानो यो स्कुल भएको एरियातिर जाँदैछु। अब पुरानो स्कुललाई हेरिसकेपछि अलिअलि मायाले 2 शब्द त भन्नु पर्यो। टिचरदेखि यो प्रब्लम भने पाकाहरू। प्यासेन्जर 1 बसिरहेछ, त्यसपछि प्यासेन्जर 2, हाम्रो पाइलट अगाडि, कन्डक्टर पनि मै गयो यार। खानुपर्छ दबाउनुपर्छ, आइस त खानु पर्यो नि, केटाहरूले पैसा तिरिहाल्छ होइन। यो व्हाट्सअप गाइज, न्यू डे, फेरि पनि नयाँ ब्लगमा स्वागत छ है। भर्खरै उठेर यसरी जङ्गली पारामा बसिरहेको छु है। आज चाहिँ के छ भन्दाखेरि आज चाहिँ अब हामी सबैजना एउटा आन्टीकोमा जाने प्लान छ है। अनि प्लस अर्को एउटा मेरो मिल्ने साथी छ, त्योसँग पनि भेटघाट हुने प्लान छ आज। त्यही भएर चाहिँ यो ब्लग बिहानैदेखि बनाइरहेको छु होइन, के सिधै उता गएर देखाउनु भनेर। अहिले चाहिँ म उठेछु, फ्रेस हुन्छु अनि केही खाएर एकछिनमा सबै परिवारै निस्किन्छौँ। अनि आन्टीको चाहिँ 2 जना सानो बाह्रबुरी पनि हुनुहुन्छ। अनि त्यो बाह्रबुरीलाई अब चक्लेट दिएपछि उनीहरू पनि खुसी हुन्छन् होइन। त्यही भएर पनि त्यो मोमेन्ट क्याप्चर गरौँ भनेर बनाइरहेको छु होइन। अब अहिले चाहिँ म नुहाउनलाई एकदम रेडी भएर बसिसकेको छु। यहाँनिर अब आफ्नो सामानहरू छ, सबजना उडिसक्नु भएको छ। के छ सन्देश भिडियो आएपछि सबजना आफ्नो तरिकामा। के छ सबिना गाह्रो, ऊ आफ्नै तरिका छ। अब यहाँ चाहिँ नेपाली पारा नुहाउनु पऱ्यो है। सावर लिउँ भनेको कि त तातो मात्र झर्छ कि त चिसो मात्र झर्छ, गाह्रो छ यार। त्यो नेपाली पारा नुहाउनु पऱ्यो भनेर बसेछु। यस्तै छ। अब अरू कुरा चाहिँ बाटोमा जाँदा देखाउँला। अहिले चाहिँ म फ्रेस भएर आउँछु अनि त्यस पछाडि अरू देखाउनुलाई त। अहिले चाहिँ म र भाइ अब यहाँनिर ब्याडमिन्टन खेलिरहेको छौँ है। उठेर फ्रेस भएँ अनि नुहाइधुवाई गरेँ, अलिअलि हेर्न लागेको भए होला। त्यसरी अहिले म र मेरो भाइ चाहिँ ब्याडमिन्टन खेल्दैछौँ। के गर्दैछौँ रे सन्देश? सन्देशले मलाई जित दिने होइन त आज? जितिस ल बक। अब यहाँ हाम्रो दाइ भाइको ब्याडमिन्टन कम्पिटिसन हुन्छ अरे क्या आज है त। एकछिन भाइसँग रमाइलो गर्नु पर्यो। अहिले चाहिँ अब सबैजना परिवार हामी आन्टीकोमा जाँदैछौँ है। बसेर सबजना खाली पेट। आन्टी यो भिडियो हेरिरहनु भएको छ अनि के पाकेछ थाहा छैन है, सब खाली पेट आसम के खुवाउने हो। के पेटमा अलिकति मुसा दौडिरहेछ, त्यसलाई मार्न के खुवाउने हो थाहा छैन। मुसा मार्ने दाइले पनि भन्नुहुन्छ, दाइ नि रमाइलोको हुनुहुँदो रहेछ। भोक लाएर कोही त चिप्स पनि खाँदैछन् के अरे होइन। सन्देश आवाज कसरी लोज भयो त? भोक लाएरै हो। अहिले अगाडि बसेको भाइको भोइस हेर, अहिले हेर, अहिले अब एकछिनमा थाहा हुन्छ कति छ भनेर। ठिकै छ। अनि मम्मी तपाईँले मलाई भर्खर के भन्नुभयो अरे, किन बनाउँछस् यो भिडियो भन्नुभयो अरे? यस्तै हो, नेपालमा अलि युज टु छैन नि त यसरी। अब विदेशमा यही कुरा हेर्ने हो भने कसैलाई केही मतलबै हुँदैन, हेर्दा नि हेर्दैन होइन। यहाँनिर त्यही अलि युज टु छैन, त्यही भएर हुनसक्छ। यस्तो हो, यो भिडियो बनाउनुको रिजन चाहिँ अब एउटा भने अब चल्यो भने चलिहाल्यो, ठिकै छ। चलेन भने पनि भोलिको दिन मेमोरी हुन्छ भनेर हो क्या, पछिको दिन हेर्नलाई। त्यही हो, अरू त के हुनु, रमाइलोको लागि हो। कुराहरू भने यस्तै छ, त्यही त। दिदीले पनि थपिरहनु भएको छ। के छ यार दिदी, तपाईँलाई देखेर नि भ्लगमा के अरे सब्सक्राइबर बढ्छ होला यार। यस्तो बेहालत छ। किन बेहालत छ? सबै कुरा खुलाउनु मिल्दैन, त्यो भनेको हल्का हिँडी छु। के भन्छ प्राइभेट हो होइन। ए ओके। हल्का घरिघरि जापानिज फुस्किन्छ, बानी लागेछ कि के हो। अहिलेलाई यति नै। अस्ति आएको दिन त लास्टै प्याक थियो, तर आज चाहिँ खाली नै रहेछ रोड। म आउँदा झन् कस्तो थियो भन्न। त्यो अझ ऊ भएको थियो अरे होइन। ऊ आइरहेको थियो के अरे? दुर्गा पर्साई के अरे? ज्ञानेन्द्र आउँदा त दुर्गे भन्ने चाहिँ यस्तो गाडीमा बसेर हिँडिरहेको थियो होइन। गौशालादेखिको 3 गुणासम्म मान्छे नै मान्छे। पोखरीबाट आएको भा? कुन पोखरीबाट आएको सन्देश? वीरेन्द्र र ज्ञानेन्द्र दाजुभाइ हुन् कि? वीरेन्द्र दाइ हुन्, ज्ञानेन्द्र भाइ हुन्। ज्ञानेन्द्रले दाइलाई मारेको क्या? थाहा
रमेशलाई सब थाहा छ ए म प्राइभेटलाई चाहिँ हो ए ट्याक्सीको नम्बर प्लेट नै 7 लाख समथिङ पर्छ ए फेरि एक्स्ट्रा खर्च हुन्छ कि ट्याक्सीमा ए ट्याक्सीको नम्बर प्लेटलाई पनि पैसा पर्छ त है पर्छ ए किन नि त्यस्तो चाहिँ त्यो अब ट्याक्सी चाहिँ फिक्स हुन्छ अब यो भूकम्पको बेला चाहिँ 1500 ट्याक्सी सरकारले नै थप्यो होइन हजुर हजुर त्यो 1500बाट मैले मन लाग्दै ट्याक्सीकै थप्नु पाएन नि अर्को जुन काट्यो हजुर हजुर अर्को ट्याक्सी काटेपछि बल्ल मैले अर्को नयाँ ट्याक्सी थप्नु पाएँ कि नयाँ ट्याक्सी थप्दाखेरि चाहिँ अब त्यो अर्को काट्नु पऱ्यो नि त हजुर त्यही भएर चाहिँ त्यसको चार्ज लाग्छ कि भनेपछि त अनि इनड्राइभहरू अनि यो पठाउ गर्नेहरूले पनि ट्याक्सीको नम्बर प्लेट हुनुपर्छ र पर्दैन प्राइभेटले पनि पाएको प्राइभेटमा गर्न पाउँछ त्यही भएर अहिले बेसी चलिरहेको छ यहाँ इनड्राइभहरू ए ओके अनलाइन पायो अफलाइन चाहिँ इन्डिगल हो सातो नम्बर प्लेट भनेर त भाडाको होइन नि त ए हजुर हजुर अब चाहिँ यो चाहिँ यता पशुपति एरिया लाग्दैछ म यहाँ तपाईँहरूलाई देखाउँछु होइन यो पशुपति चाहिँ नेपालको लाइक नेपाल होइन विश्वमै वान अफ द बेस्ट टेम्पल्स भनेर चिनिन्छ लाइक हेरिटेजमै पर्छ क्या सायद थाहा छैन त्यो चाहिँ मलाई तर धेरै ठाउँबाट आउनुहुन्छ यहाँनिर दर्शन गर्नको लागि ठुलो छ एरिया होइन धेरै ठाउँबाट आउनुहुन्छ दर्शन गर्नको लागि अब देखियो त देखाउनुहुन्थ्यो यहाँबाट देखिन्छ है देख्दैन ऊ त्यहाँनिरको एरिया चाहिँ मेन मन्दिरको एरिया हो होइन देख्नु भएको चाहिँ छैन त्यो बेलासम्म म हुन्छु हुँदैन यहाँ ए अहिले चाहिँ म मेरो पुरानो घरमा आइसकेको छु है तपाईँहरूलाई देखाउनु पऱ्यो यो चाहिँ हामी पहिला पुरानो घरमा यता बस्थेँ है अहिले चाहिँ अब आन्टीको घरमा जाँदैछौँ हेरौँ आन्टीले त थाहा पाइसक्नु हो त्यही पनि हेरौँ होइन आन्टीको रिएक्सन कस्तो हुँदो रहेछ त्यही पनि सानो भाइ छ एउटा रिएक्सन कस्तो हुन्छ गलु भाइ के छ गलु ठिक छ के छ यार आन्टी यार गलु भाइ ए के छ खबर हेलो गर न हेलो गर नि त यहाँ के भन्नु छ के भन्नु छ दादालाई देख्दा कस्तो भयो राम्रो भयो होइन होला दादाको चक्लेट देखेर मात्रै राम्रो लाग्यो होला होइन कि होइन के छ त नि आन्टी खबर होइन होला नसक्नु कहाँ नचर्नु ल गोल भाइले केही भनेनौ केही काटेन पाले मात्र हो देख्नुभयो पहिलो मान्छे हो आन्टीले कपाल सुहाएको भने सबले घरमा जङ्गली जस्तो देखाएको कपाल काट मैले गोल भाइलाई चक्लेट ल्याइदिएको थिएँ नि त गोल भाइको चक्लेट खो है चक्लेट खाने चक्लेट रे गोल भाइ बनाना फ्लेभर चक्लेट हेर त मम्मीलाई खोलिदिँदैन कि आफै खोल्ने आफै खोल्ने उयो खोल नि त ल दादालाई देखाउँ नि त दादा भिडियो बनाउँछ नि त ल खोइ दादाले देखाउनु पर्यो नि त यहाँ बस्छ नि त होइन तिमीलाई देखाउनु पर्यो नि त गोल भाइले कसरी खायो भनेर कुन चाहिँ खाने त खाऊ त खाऊ प्रशान्त लियो न लियो त ल्याउ दाँत दुख्यो होइन भिडियो देखेर लाज लाग्यो कस्तो छ मैले होला खोइ चक्लेट कस्तो छ सबले सुरु गरिसक्यो यहाँ आन्टीको स्पेसल देखाउँदैछु होइन आन्टी के बनेछ अरे आज भनिदिनु पर्यो हो दर्शकलाई गाह्रो यति भइसक्यो के चाहियो त नि विदेशमा त लाइन बस्नुपर्छ आन्टी यति खानलाई त गाह्रो सबजना खाना खाइँदैछ गोलु भाइमा पनि नखाने
खाइसक्यो हजुर ल खाइसक्यो अहिले चाहिँ मेरो त्यो जुन साथी भेट्न आउँछु भनेको छ त्यो साथी भेट्न आइसकेको छ है अनि त्यो पनि तलै छ त्यसलाई मैले आइज भनेको छु मासतिर आउँदैछ मैले त के भन्छ त्यसलाई नि मैले 2 वर्षपछि भेट्दैछु लौ कहाँ गयो भने त्यहाँ बसिरहेको रहेछ कहाँ गयो त यसले के छ ठिक छ आम्म, कस्तो रे खबर ठिक छ मम्मी ठिक त ठिक मम्मी म सबजना आएको ठिक त ठिक यस्तै छ यता आइज देख्दैन तँलाई क्यामेरामा अटाउनु पर्न यस्तै छ के गर्नु के हुँदैछ त बाइक ती छोडिदिनु ल चाबी छोडेर हिँडेछ कि मान्छेको स्वागै छुटेछ बाइकमा चाबी छोडेर हिँड्दैछ एउटा साइड लगा न कतै यस्तो छ पारा आम्म राइडर भयो त्यो ब्रेक अस्तिको ब्रेक बन्यो ठिक माथि मम्मी नै हेर्ने अरे क्या ल मेरो साथी यता आएछ भाग्यमानी गर्नुपर्ने हो के हो यता अहिले म र पाँडे चाहिँ यहाँबाट अब है पुरानो ठाउँतिर लाग्दैछौँ म बाइक पछाडि बसेको छु यहाँ मेरो राइडर जिउ यता हुनुहुन्छ होइन केही सुन्दैन प्लेनले गर्दाखेरि नि मजा आइरहेको छ त्यो मलाई धेरै पछि अब यहाँ साथीले चलाएको जस्तो बसिरहेको छु है भन्ने यता हेर्दै ल थोरै मात्र रोशन हेरे माका रोशन के गरिरहेको छु म यहाँ माका खुब मजा आइरह होला होइन तिमीलाई हेर्दाखेरि पुरै चलिरह होला भित्रै के गर्नु चल साथी चल यस्तै छ होइन अब म चाहिँ यो अब मेरो पुरानो यो स्कुल भएको एरियातिर जाँदैछु अब पुरानो स्कुललाई हेरिसकेपछि अलिअलि मायाले 2 शब्द त भन्नु पर्यो होइन अब पढेको स्कुललाई त्यति त गर्नु पर्यो नि त मनबाट निस्किनु पर्यो मनबाट निस्किनु पर्यो यो मेरो पुरानो स्कुल यहाँसम्म 10सम्म पढ्या हो ल पाडे केही जाओस् तेरोबाट केही मेरोबाट नि त्यही सेम सुन्नुभयो कि भएन मेरोबाट पनि सेम त्यो चाहिँ यहाँनिर पढ्या हो अब अहिले चाहिँ म योसँग जाँदैछु बोर बोल्नु हुँदैन शिक्षाको मन्दिर हो मान्छे चाहिँ भाँडो हो क्या स्कुललाई केही प्रब्लम छैन स्कुल सब ठिक छ पेठिक भनेको टिचरदेखि मात्र हो कि टिचरदेखि हो प्रब्लम भने म्याम पाकाहरू अब अहिले यसको घर जाँदैछु म होइन यसको पनि कसैलाई थाहा छैन चाहिँ अब रुबिन्सको पसल अहिले पनि छ छैन होला यो चाहिँ एउटा अर्को साथीको घर हो है ठुलो बनाइसकेको छ यार अहिले त त्यही त उसलाई पठाइदिनु पर्ला देखेछ होला हुन्छ केटोले त्यही पनि तर अहिले यताको त एरिया यो पुरै रोड पिच गराइरहेछ त नि नाइस ए यहाँनिरको चाहिँ यो के अरे लोकल क्याफे होइन यो अझै चलिरहेको रहेछ त्यो यहाँनिर भेटघाट हुन्थ्यो हाम्रो होइन कुराकानी हुन्थ्यो जानुभन्दा अगाडि हामीले सबजना यहीँ थियो कि अरे होइन ठिक ल अहिले चाहिँ म यहाँ अब यसको घर आइसकेँ है यसको मम्मी भाइलाई भेट्नु पर्यो नमस्कार आन्टी के छ आराम हुनुहुन्छ म 2-3 दिन भयो आएको हजुर अहिले चाहिँ अब अविनाश अगाडि हिँडिरहेको छ होइन अनि म यता छु अब अहिले चाहिँ अर्को एउटा साथीकोमा जान सोचिरहेको छु होइन हेरौँ उसँग पनि कुरा नभएको त धेरै भयो तर अझै घर पनि थाहा छैन मलाई स्टिल त्यहीँ बस्छ कि बस्दैन भनेर होइन त्यही बस्छ भन्ने आशले हामी भित्र गइरहेको छु अब के छ आन्टी नमस्कार के छ खबर उठेको छैन उठाउने हो भएको थियो थाहा थियो ए मैले भिडियो हालेको थिएँ नि त आम उठिया छैन मान्छे यति बेरसम्म मान्छे यहाँनिर खाजा खाने बेला भइसक्यो उठिया छैन के हो यस्तो पारा ल हाम्रो यहाँनिर ड्राइभरज्यू हुनुहुन्छ ड्राइभरज्यू बाइक घुमाउनुहोस् गाह्रो छ त्यस पछाडि प्यासेन्जर 1 यहाँ प्यासेन्जर 2 यहाँ गाह्रो छ नि के गर्ने हजुर के छ कुमार के छ के भन्नु छ के भन्नु मलाई खुसी लागेको छ साथी यत्रो सानो 7 क्लास 3 को साथी भेट्न आज गाह्रो ल बस मलाई बस ल प्यासेन्जर 1 बसिरहेछ त्यसपछि प्यासेन्जर 2
हाम्रो पाइलट अगाडि कन्डक्टर पनि मै गयो यार। अब यसै गरी 3 जना एउटै बाइकमा ट्रिपल लोड चल्छ यता उतादेखि ट्रिपल लोडमा एम्पाका पछाडि बस्नेले नि हेलमेट लाउनु पर्छ ट्रिपल लोड त पर कुरा होइन यता चल्छ नेपालमा अलिअलि चल्छ यसरी नै। अनि पाइलटज्यू हामी कता जाँदैछौँ ए पाइलट हामी कता जाँदैछौँ पाइलटले कहाँ लैरहेको छ थाहा छैन मलाई केही भन्दै नि त यार कुमार मलाई त केही भन्नै आएन यार के भन्नु अब सब डलर उडाउने हो डलर उडाउने हो अरे हेर्न साथी बिराम भएर आएको छ बिचरा के भयो भन्नु छैन सिधै डलर उडाउने हो अरे यार। यसै गरी यहाँको हामी लोकल क्याफे जाँदैछौँ पहिलादेखि होइन उयो म नखाने दुध म दुध चाहिँ खाँदिनँ। म अहिले चाहिँ यहाँनिर चिया आएर अब यो नेपाली पारामा टिटक हुँदैछ त्यो हुन्छ नि नेपाली बुढाहरू चिया मगाउने अनि पछाडि देशमा यस्तो गरेन उस्तो गरेन त्यस्तै त्यस्तै चलिरहेछ पाहाडेको गफ सुनिरहेछौँ हामी अहिले। हाम्रो देशको चाहिँ होइन हामी आफै भविष्य हामी यहाँ दर्शक हामी यहाँनिर सुन्नलाई बसिरहेछौँ पाहाडे यहाँ छ बोल्ने होइन कुमार के भन्छ हो कि होइन सुन्न पाइरहेको छ युनेस्को कुरा सुन्न मलाई अझै अत्तुर छ क्या एकदम अझै बा गाह्रो हजुर गाह्रो नसक्नु चिया टक भइरहेको छ त्यस पछाडि खाना टक हुन्छ यस्तै छ के गर्नु होइन हेर्दैछौँ अरू पनि अब खानुपर्छ दबाउनुपर्छ आइस त खानु पऱ्यो नि केटाहरूले पैसा तिरिहाल्छ होइन के हो यत्रो विदेशबाट होइन आज पैसा पुरै होइन क्या डलरको कुरा अनि यत्रो विदेशबाट साथी आएको छ भेटेको छ आमा खुसी भएर के खाने हो के खुवाउने हो केटाहरूले मलाई म त नसक्नु छ त्यसैले खुसी छ ए अहिले चाहिँ अब यहाँ आन्टीकोमा जुत्ता सपिङ हुँदैछ है हाम्रो यहाँनिर थरी थरीको जुत्ता सपिङ देखिरहेछ क्यान्सिलको के सपिङ भइरहेछ अरे यहाँ मेरो हेरेको 38 पनि हुँदैन 39-40 पनि हुँदैन गाह्रो छ आजकल त खुट्टा परिस त्यस्तै हो कि हाम्रो जस्तो हुनुपर्छ सर्लक्क जस्तो पनि अट्छ गाह्रो अहिलेको लागि चाहिँ आन्टीको सबभन्दा दामी जुत्ता अरे यो पसलको होइन त्यही भएर चाहिँ यो एउटा लिउँ सोचिरहेको छु। यहाँ अहिले आन्टीको माथि आन्टीको एउटा सानो पसल छ होइन यहाँ कोटेश्वरतिर जुत्ता पसल छ अनि यहाँनिर आन्टीको चाहिँ यसो बोनी गरिदिउँ भन्दा जुत्ता लिएर जानुला म पनि पैसा चाहिँ कति दिने रे आन्टीलाई बोनी होइन बोनी गर्नु त हो नि होइन ए है ल्या मैले त डलर दिएँ नि अस्ति गाह्रो छ यार यो त जापानको हो नि त चल्दैन यो 10 येन रे यहाँको 10 रुपियाँ भने जस्तै हो चल्दैन यो चिनो क्या चिनो राख्नु भनेर ए गाह्रो छ हजुर आन्टीको स्पेसल खाजा खाइँदैछ है गोलु के हो यो ल अब चाहिँ खाँदा दिनभरि बसेर अब चाहिँ यहाँबाट जान लाग्छौँ घर जान लाग्छौँ सबैजना है ल आन्टी धन्यवाद के खाइयो यार आज त के खाइयो आमो टन्न सम्झेर आयो मेरो छोरो त्यही ठुलो कुरो हो गाह्रो सबैभन्दा धेरै खुसी मै होला ए गाह्रो गोल भाइ ल दादासँग भन ल के भन्ने ल के भन्ने अब फेरि आउने ल अब गोलु भाइ आउने ल अर्कोचोटि है ल बाई गरिदेऊ ल बाई है त दिनभरि खाएर अब चाहिँ घर लाग्दैछौँ है। अनि आज अब अर्को कुरा भनेको अब अहिले चाहिँ पब्लिक गाडीमा जाँदैछौँ हामी अब अलिअलि पब्लिक गाडी पनि हाल्छौँ न होइन कति प्राइभेटमा मात्रै हिँड्नु अहिले ल म र सन्देश चाहिँ अब यसरी नेपालको पब्लिक गाडीमा बसेर अहिले ट्राभल गरिरहेछ अहिले हामी घर गइरहेछ है अनि यो चाहिँ आइकन पहिलोचोटि हो मेरो नभएको म नर्मली ट्याक्सीमै हिँडिरहेको हुन्थेँ उहाँ अस्ट्रेलियाको हेरिकन यता बटन सटन त केही छैन होइन यहाँ भन्नुपर्छ उ त्यहाँ दाइलाई कन्डक्टर दाइ हुनुहुन्छ दाइलाई भन्नुपर्छ दाइ यहाँ झर्ने छ भनेर भन्नुपर्छ अनि झारिदिन्छ।